हेलो एभ्रिवान, आउनुहोस् आज हामी यो ब्युटिफुल एन्ड क्युट देखिने मोतीको हेयर एसेसोरिज बनाउन सिकौँ है त। यसको लागि हामीलाई चाहिन्छ तीनटा मात्रै कुरा चाहिन्छ। हामीलाई चाहिन्छ सानो मोती, अनि त्यसपछि 8 mm को मोती, र अर्को भनेको यो गोल्डन कलरको वायर। हजुरले वायर सिल्भर कलरमा पनि लिन सक्नुहुन्छ एकोर्डिङ टु योर डिजाइन। अब फर्स्टमा हामीलाई चाहिँ कत्रो साइजको चाहिने हो त्यो आफ्नो साइज एकोर्डिङको वायर चाहिँ हामी काटेर यसरी लिन्छौँ। वायर चाहिँ हामीलाई डबल चाहिन्छ। यसरी वायर आफ्नो साइज अनुसार काटेर लिइसकेपछि हामीले चाहिँ वायरमा फर्स्टमा 6 वटा सानो मोती छिराएर यसलाई ट्विस्ट गर्छौँ है। यसरी नै ट्विस्ट गर्दै गर्दै बनाउने हो यो। मैले यहाँ भिडियोमा मजाले देखाइदिएको छु, भिडियो रोक्दै पनि हेर्न सक्नुहुन्छ। यसरी यो वायरमा चाहिँ सानो सानो मोती 6 वटा चाहिँ छिराएर हामीले यसलाई ट्विस्ट गर्छौँ है त। हेर्न सक्नुहुन्छ मैले चाहिँ वायरमा मोतीहरू छिराएर यसलाई मजाले ट्विस्ट गरेर देखाउँछु। मेरो फोकसवाला फेस चाहिँ मेरो कस्तो फन्नी हुन्छ कि, हेर्नु न, रिसाएको जस्तो देखिन्छ कि, मलाई आफैलाई हेर्दा कस्तो फन्नी लागिरहेछ। अब त्यो जे भए पनि होस्, मेरो फेस भन्दा पनि त्यहाँ सिक्ने कुरामा चाहिँ ध्यान दिनु होला। यसरी 6 वटा मोती छिराइसकेपछि मैले यसलाई मजाले ट्विस्ट गरेर हेर्न सक्नुहुन्छ। यसरी नै हजुरहरूले पनि ट्विस्ट गरेर बनाउनु। यसलाई जता मन लाग्छ त्यतै ट्विस्ट गरेर आफ्नो डिजाइन निकाल्ने हो। हजुरलाई कस्तो डिजाइन बनाउनु मन लाग्छ त्यो अनुसार हुन्छ। तर मैले बनाउन लागेको डिजाइन चाहिँ हेर्न सक्नुहुन्छ यस्तोमा हो। अब यसमा चाहिँ हामीले बिचमा चाहिँ 8 mm को मोती राख्दै अनि फेरि सानसानो मोती राखेर ट्विस्ट गर्दै बनाउँछौँ। यसरी यो त्यो रुखको हाँगा निस्के जस्तो डिजाइन हो यो। भिडियोमा मजाले हेर्न सक्नुहुन्छ। अनि मेरो फन्नी फेसलाई चाहिँ इग्नोर गर्नु होला, यस्तो रिसाएको जस्तो देखिन्छ। म फोकस गर्दाखेरि मेरो फेस यस्तै हुन्छ कि, सबैको फेस यस्तै हुन्छ होला फोकस गर्दा। अनि हेर्नु त यति भइसक्यो, मैले यति धेरै बनाइसकेँ, यतिमै पनि कस्तो क्युट देखिसक्यो कि यो। अब झन् पुरै बनेपछि त झन् कस्तो राम्रो देखिन्छ। यो चाहिँ जुरोहरूमा, अनि त्यसपछि कपाल छोडेर पनि, कर्ली गरेर पछाडि पनि, अनि अगाडि मैले लगाए जसरी पनि लगाउँदाखेरि एकदमै राम्रो देखिन्छ पार्टीहरूमा। हजुर बाहिर किन्न जानुभयो भने 600-700 भनिदिन्छ कि, त्यो पैसा खेर फाल्नुभन्दा थोरै पैसामा हजुरले घरमा 10 मिनटमै यो रेडी गर्न सक्नुहुन्छ। अब त्यही प्रोसेस रिपिट एन्ड रिपिट गरेर हामीले यसलाई कम्प्लिट गर्ने हो। यसमा अझै नजिकबाट मैले मजाले देखाइदिएको छु हजुरलाई कन्फ्युज नहोस् भनेर। यही प्रोसेस धेरैचोटि रिपिट गरी बनाउने हो। यो कस्तो राम्रो देखिसकेको छ, हेर्नु न, क्युट देखिन्छ। अनि लगाउँदा पनि एकदमै एक्स्ट्रा, बजारमा पनि झ्याप्पै नपाइने। अब आफैले बनाएको भनेपछि त बजारमा किन्न पनि पाइँदैन नि त। अनि लगाएर जाँदा पनि पार्टीमा ओहो कहाँ लिएको, कहाँ बनाउनु भएको भनेर तारिफ पनि पाइने होइन। अनि आफैले बनाएको लगाउँदाखेरि मजा पनि छुट्टै हुन्छ के। अनि मैले चाहिँ यो एकदम रिपिट एन्ड रिपिट गरेर मैले खासमा पुरै लामो बनाउन लागेको थिएँ, तर हजुरलाई देखाउनको लागि चाहिँ अब किन गर्ने भनेर, किन लामै बनाउने भनेर मैले चाहिँ यो सानोमा बनाएको। यदि हजुरहरूलाई लामोमा अथवा अरू डिजाइन पनि सिक्न मन छ भने चाहिँ कमेन्ट गर्नु होला है त। मैले चाहिँ यत्रोखामा बनाएँ, हेर्नु न कस्तो क्युट देखेको, माई गड, मलाई त एकदमै मन पर्यो यो। म अब कहाँ लगाएर जाने भनेर सोचिरहेको छु। यसलाई चाहिँ हजुरले जसरी पनि स्टाइल गर्न सक्नुहुन्छ। आफ्नै घरमा पार्लर जान पनि पर्दैन, आफ्नै घरमा कपाल हल्का कर गरेर यसरी लगाउन पनि सक्नुहुन्छ, यसरी बिचमा लगाउन पनि सक्नुहुन्छ। अनि यसलाई हेडबिनमा एट्याच गर्न पनि मिल्छ है। यही बनाएर अनि हेडबिनको बेसमा चाहिँ हामीले यसलाई एट्याच गर्न पनि सकिन्छ। भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। अब यति मेहनत गरेपछि एउटा टिकटक त बनाउनै पर्यो। हेर्नु न कस्तो राम्रो देखेको मेरो हेयरमा, ओ माई गड। अब चाहिँ के बनाऊँ कमेन्ट गर्नु होला है त।